हेलो बार्सिलोना फ्यानहरु, हामी त आयौँ त एल क्लासिको हेर्न पाइने भयो। फाइनल पुग्यो, रिभेन्ज लग्यो, भालभर्देको बेङ्गर गोल सहितको पागलपन देख्न पाइयो, रोड्रिगोको क्रेजी गोल सहितको क्रेजी पर्फर्मेन्स देख्न पाइयो, भिनिसियस जुनियर र सिमोनीको टक्सिक झगडा देख्न पाइयो र एथलेटिको म्याड्रिडलाई बाग नै हुन्छ भनेर प्रुभ गर्न पाइयो। यो भन्दा बढी के चाहियो? र हल्का डिसअपोइन्टेड भनेको पर्फर्मेन्सलाई लिएर, जो भिनिसियस जुनियर, चुआमेनी र अन्य इम्पोर्टेन्ट प्लेयरबाट पनि केही ब्लन्डर मिस्टेकहरू भइरहेका थिए र एथलेटिको म्याड्रिडले हिजोको म्याच क्रेजी पर्फर्मेन्स देखाएको थियो र त्यो 16-8को गोल त अति क्रेजी थियो र लास्ट मिनटसम्म फाइट गरेको थियो। र योभन्दा पहिला एथलेटिको म्याड्रिड हराम बल डिफेन्सिभली खेलेर चाहिँ हामीलाई हराउँथ्यो भने हिजोको म्याच हामीले डिफेन्सिभली खेल्यौँ र डिफेन्सिभली जुन हिजोको आउट देखियो र त्यसको लागि भने इच एन्ड एभ्री प्लेयरलाई भने हामी थ्याङ्कफुल हुनैपर्छ र जुन डिफेन्सकै कारणले गर्दा हिजो हामी चाहिँ फाइनलमा पुगेका।